आज चाहिँ हामी यहाँ साइप्रसमा पिकनिक आएको। यहाँ यो हाम्रो बाजुको फार्म हो अनि यहाँनिर चाहिँ यस्तो छ, पछाडि चाहिँ यस्तो पुरा त्यहाँनिर जङ्गलको बिचमा आउँछ यो चाहिँ। अनि यहाँ पहाड छ, पछाडि मेरो पहाड, अनि माथि यस्तो छ, यस्तो छ मान्छे के भएर। अनि हाम्रो यहाँनिर यसरी मिलाइरहेको छौँ। म यहाँनिर तल जाँदैछु। आज हामी पिकनिक आएको हो गाउँमा, बारीमा। हेलो, यहाँ चाहिँ यस्तो छ, यहाँनिर अन्डाहरू ल्याएर राख्नु भएको छ, यो लानुपर्छ घरमा। अनि यहाँनिर आउनु यहाँ चाहिँ हाम्रो दिदी आज फर्स्ट टाइम हाम्रो चाहिँ के अरे भेट भएको अरे। हेलो ब्युटिफुल सिस्टर। हामी चाहिँ यहाँनिर के अरे सुन्तलाबारीमा जान लाग्यो, सुन्तलाबारीमा हेर्नलाई। यो चाहिँ पैयो, वाह के अरे यो आरुको बोट यो, अनि सुन्तलाको बोट पनि छ। अनि हाम्रो यो चाहिँ गार्डन हो। अब म चाहिँ यहाँनिर लेमन टिप्न आएको छु। सो गाइज कुकुर पनि छ। पुरा चुरोट तानिरहेको छ। सुन्तला, what is this? What is swimming pool भने जस्तो भयो मलाई त। हेर्नु नि, ओ मामी अब हामी भित्र जान्छौँ अनि अयोक टिपेर खान्छौँ। कति हो अम्माको बोट, हाम्रो बाजेको सुन्तली। यो जुनार मौसम हो यो चाहिँ। यस्तो मामा के गर्नु, कति राम्रा। तिम्रो भ्लग बन्द गर एकछिन। हेलो भ्लग बन्द गर भने के यहाँ आउनु भने। हाम्रो यहाँ बाजुको फार्म हो यो। यसरी कुखुराहरू पनि हुनुहुन्छ यहाँनिर। कुखुराले अन्डा पार्नु भएको छ। भाले हुनुहुन्छ, परेवाहरू पनि हुनुहुँदो रहेछ यहाँ माथि त। आमा परेवाहरू पनि हुनुहुँदो रहेछ त बाजुको यहाँ। यस्तो छ। अनि मैले चाहिँ नेपालमा चाहिँ हुँदाखेरि के सपना देखेँ भने यो देखेँ कि यहाँ यो देखाएँ कि मैले है। अनि मैले भनेको यहाँनिर यस्तो छ हो भनेको त हो रहेछ। आखिर नेपालमा मैले यही देखेको थिएँ कि यो टहरा पछाडिको। अनि त्यो डाँडाहरू पनि देखेको थियो मैले सपनामा। अनि आखिर यहीँ पो आइपुगेछु म। भन्यो भने सपना के जस्तो लाग्छ होला। कागती टिप्दैछु। दुध बग्ने देशमा जाने हो, महा बग्ने देशमा, प्रतिज्ञाको देशमा जाने हो, हाम्रो स्वर्गीय देशमा। साँच्चै महा र दुध बग्ने ठाउँ त भनेर प्रभुले भन्नुभएको छ नि त। त्यही भएर है यस्तो खालको क्या अचम्मै। हामी कति स्याहार्दा पनि हुँदैन, फलफुल हो यहाँनिर। यो त के होइन, यो पहिला टिपेर लगिसक्यो फेरि पनि। अनि अहिले दिदीको यहाँनिर यसरी टिप्दैछौँ। अनि यसरी टिप्दैछु। अनि कागज टिपेर सक्यो, अब जाने। एक झोला टिप्यो अहिले खानाको लागि। अनि यहाँनिर सुन्तलाको बोट र म त अचम्मै लाग्छ, कति खुसी लाग्छ। प्रभुलाई धन्यवाद होस्, यति असल यति आनन्दको ठाउँ जीवनमा प्रभुले कस्तो अचम्म सृष्टि गर्नुभएको। लेमन यति भए पुग्छ अहिलेलाई। सुन्तलाको बोटहरूमा भ्लग बनाएको छु भनेर भन्नु भएन। माथि खस्यो होला हौ। म त यहाँ जङ्गलभित्र छिर्नु पऱ्यो। नेपालको जङ्गलमा नगएको धेरै भयो नि त। कहाँ खोलेको त यहाँनिर। यसो अर्ना क्या
Jamais banda, trouxe jamais. Jamais. Mama. Papa, mama, baby. Hey, baby. Papa. Okay, बाजेले खोल्न लाउनु भयो एग दिस भिडियो हाम्रो पिकनिक सकिरहेछ तलतिर पर यस्तो यसरी घाम लाग्दो रहेछ यो डाँडामा माथि चाहिँ यस्तो अनि यो के हो यो सुक्खो साग जस्तो पनि छ हो अनि यहाँनिर माथि डाँडामा चाहिँ त्यहाँ डाँडामा चाहिँ त्यहाँ नगरकोटको डाँडा जस्तो छ हो अनि यसरी हामी जान्छौँ यो चाहिँ बाजेको कोट हो अनि हामी आज त पिकनिक आएको गाइज सो अनि यो चाहिँ गाडी चाहिँ अब के भन्ने अब भन्न गाह्रो छ मलाई आज सो रमाइलो भयो अनि म हजुरहरूलाई BMW कार सिकाउँछु यो कार चाहिँ BMW रे क्या मैले BMW कार कस्तो हुन्छ भने थाहा थिएन हो अनि फर्स्ट टाइम देखिरहेको छु मैले यो चाहिँ कार चाहिँ अनि त्यसपछि यसरी जान्छु म अनि यतापट्टि यसरी यताबाट हेऱ्यो भने यस्तो छ हो अनि यताबाट पर सडक छ हो अब घामले म टल्के कस्तो ठाउँमा आउँछ नि त नि म यस्तो साइप्रसको डाँडा अब फेरि अर्को वर्षमा हो अब त म त नेपालमा पो जान्छु होला सायद त्यो बाजी बजे माथि छ यसरी डाँडामा कस्तो डाँडा काँडा छ क्या ल भन्नु त गाइज यो के को फुल हो द गाइज भन्नुहोस् त गाइजहरू के को फुल हो यो गाइज आयो यहाँबाट माथि जाऊँ न गाइज वाउ कति राम्रो यहाँबाट माथि पो क्या खतरा राम्रो रहेछ बच्चाले टेन टार्गेर पनि बसिरहेको छ ओ अघि नै यहाँ नै अरू यो चाहिँ के को फुल हो यस्तो छ यस्तो राम्रो आहा अनि यहाँबाट गाइज यप्पा कति राम्रो हेर्नुहोस् त वाउ सो ब्युटिफुल आजको भिडियो यतिकैमा समाप्त बाई बाई यस्तो साइप्रसको गाउँहरू हजुर I love you Lord to the mercy never fail me